शान्तिपूर्ण र्याली छ, तपाईको मस्जिदमा आगो लगाउन जाने होइन, त्यो तारबार निकाल्दा हुन्छ। त्यो प्रशासनको कमी हो। यो किसिमको घृणित सोच राखेर नबस्दिनु होला। महाकाली युवा शक्ति त्यो होइन। तपाईले जति गर्न छ महाकालले बताएर गर्ने छ, बताएर गर्नु छ। तपाईले ठोक्न पर्यो नि, बताएर ठोक्ने छ। किनभने एसपी डीएसपी सीडीओ सबैसँग हामी पटक 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 बोलेका छौं। के लागि बोलेका छौं? गौ हत्या विरुद्ध, धर्मान्तरण विरुद्ध, जेहाद विरुद्ध, गाउँ घरमा समाजमा हुने समेत हरेक एक धर्म विरोधी तत्व विरुद्ध हामी लडेको लडाई छौं। जानकारी छैन भने गएर जिल्लामा बुझ्नुस्। तर यो घृणित सोच राखेर नगर्नु होला। र मेरो यहाँ वरिपरिका सम्पूर्ण सनातनी वैदिक सनातनी मित्रहरू, सम्पूर्ण समाजलाई मेरो अनुरोध यही छ, तपाई या त जाग्नुस् या त सकिनुस्। हिन्दूका नाममा कलंक बनेर मौन बसेर बस्नुभन्दा, तपाईको बोझ हाम्रो टाउकोमाथि आउनुभन्दा तपाई सकिनुस्। प्रकृतिले आफ्नै किसिमको नयाँ सिर्जना गर्नेछ। होइन भने महाकाल युवा शक्ति नेपाल सधैँ तपाईको ठेकेदार बन्दैन। यहाँको समाजभित्र पनि मेरा भाइहरू मरेका छन्, विधर्मीले मारेको छ। म कसै विधर्मीको बाटो छेकेको छैन, फेरि उले मेरो बाटो हरेक ठाउँमा छेकेको छ। फेरि पनि त्यसैले सेक्युरिटी सिस्टम पाइरहेछ। यो प्रशासनदेखि लिएर मेरो समाजदेखि लिएर सबै नेता भनौँ, यो विदेशीको कलो खाएर पालिएका नेता भनौँदा गद्दार नपुंसक गोटीहरूलाई मेरो यही बिन्ती छ, तिमीहरू सकिँदा हुन्छ। यदि देश धर्म इतिहास संस्कार सभ्यता र मेरो वैदिक सनातन सभ्यता प्रति तिमीहरूलाई जिम्मेदारी हुन छैन भने सकिँदा हुन्छ। जय श्री राम, जय महाकाल।